कुनै पनि लेख, फोटो, गीत, संगीत, चलचित्रहरू बौद्धिक सम्पत्तिहरू हुन्। त्यस्तो बौद्धिक सम्पत्तिलाई सर्जकको अनुमति बेगर चोरी गर्ने, टिकटक बनाउने, रिलमा प्रसारण गर्ने, फिल्म हलमा रेकर्ड गरेर आफ्नो सामाजिक सञ्जाल मार्फत प्रसारण गर्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नगर्नको लागि सबैमा अनुरोध छ। त्यस्तो कसुर गर्ने व्यक्तिलाई प्रतिलिपि अधिकार ऐन 2059 बमोजिम हदैसम्मको कारबाही हुनेछ। पहिलो पटकको हकमा 10,000 देखि 1 लाखसम्मको जरिमाना र 6 महिनासम्मको कैद सजाय र पटकेको हकमा 20,000 देखि 2 लाखसम्मको जरिमाना, 2 वर्षसम्मको कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ र हुन गएको क्षतिको क्षतिपूर्ति समेत भराउनेछ। कानुनी सजायबाट आफू पनि बचौँ र आफ्ना आफन्तहरूलाई पनि बचाउँ।